मलाई हारेको महसुस भएको छ। थाहा छ किन? जब जसलाई मैले आफ्नो ठानेको थिएँ कसैले धोका दियो भनेपछि अनि हारेको महसुस नगरे के होला त? आफै सोच न तिमी। तिमी जसलाई भन्छौ ऊ मेरो प्राण हो भन्दा यदि उसले भन्छ चल बे निकाली इधर से भन्यो भने कस्तो लाग्ला? म पनि त्यस्तै भएको छु। जसलाई मैले आफ्नो माने, जसलाई मैले यो त मेरो हो, यो मसँग छ भने मलाई केको दुःख छ भन्ने सोचेँ। उसैले मलाई तँ को होस् भन्दा तँ यहाँबाट जा त निक्ल्यो भन्दा कस्तो भयो होला आफै सोच्नुहोस् न। आफै सोच न। त्यसपछि मैले बुझेँ यहाँ कोई अपना नहीं होता, सब अपने लिए ही अपने होते हैं। यहाँ दूसरों का क्या चल रहा है किसी को कोई मतलब नहीं। तुम कैसे हो इसे कौन मतलब करता है? यदि तिमीलाई कोही चाहिएको छ भने ठिकै छ, तर टुटेको महसुस हुँदो रहेछ क्या जब कोही आफ्नो भन्नेले पनि आफूलाई त को होस् भन्यो भने चाहिँ। सजिलो थिएन, तर यति साह्रो नराम्रो पनि त थिइनँ म जसरी भन्यौ तिमीहरूले। आजसम्म मैले के मागेको थिइनँ तिमीहरूसँग। फर्स्ट टाइम त मागेको थिएँ। पहिलोचोटिमा म यति नराम्रो भन्न पुगेँ र? तिमीहरूको जिन्दगीमा दिन बिताउँथ्यो। तिमीहरूले जहाँ भन्यो जहिले भन्यो जसरी भन्यो म त्यसरी पुगिदिन्थेँ त्यहाँ। तब म राम्रो भएँ। आज मलाई जरुरत थियो तिमीहरूको, तब म नराम्रो भइगएँ अरे। कति सजिलो भन्न सक्यो है मित्र कि म यति काम नलाग्दो छु भन्यो। ठिकै छ, तिमीले पनि पाउला तिम्रो लायकका मिल्ने साथीहरू, या तिम्रा लायकका कोही बन्दाहरू। तब नभन्नु एउटा थियो भनेर, किनकि अब त्यो थियो मात्र। किनकि अब म फर्केर आउनेवाला छैन। मेरो अघि खुट्टा ढोग्छु भने पनि ढोग, आफ्नो ज्यान दिन्छौ भने पनि मलाई तिम्रो मित्रता चाहिँदैन अब। र मलाई तिम्रो प्रेम पनि चाहिँदैन मेरो प्रेमिका। म यसै ठिक छु। अब मैले सिकिसकेँ कसैलाई आफूभन्दा धेरै पनि माथि राख्नु हुँदैन भन्ने कुरा। अब मलाई डर लाग्दैन। अब म रमाउन सक्छु, म हिँड्न सक्छु, किनकि मलाई अब कसैको डर छैन। डर मलाई आफ्नो मात्र छ। किनकि यदि म नराम्रो भइदिएँ नि तिनीहरूले कसरी सहला? मलाई डराउनु पर्ने कुनै जरुरत छैन। म अब हाँसी खुसी रमाउँछु। अलविदा दोस्तों, इस जन्म में ऐसे ही रह गए पर मुझसे मिलने